नमस्कार। यहाँहरूलाई मेरो यस युट्युब च्यानल म्याजिकल मिररमा स्वागत गर्न चाहन्छु। यस युट्युब च्यानल मार्फत निरन्तर रूपमा जीवन उपयोगी भिडियोहरू लिएर आउने क्रममा आज म पुनः अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो सुरु गर्नुभन्दा अगाडि यहाँहरू समक्ष एउटा अनुरोध गर्न चाहन्छु। मेरो यस युट्युब च्यानल म्याजिकल मिररलाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिची अल नोटिफिकेसनलाई पनि थिचिदिनु होला, ताकि आगामी दिनमा यस युट्युब च्यानलमा नयाँ भिडियो अपलोड हुने बित्तिकै यहाँहरूलाई नोटिफिकेसन आउनेछ र भिडियो तत्काल हेर्न सक्नुहुनेछ। साथै यस युट्युब च्यानललाई ग्रो गर्नको लागि यहाँहरूको साथ सपोर्ट पनि हुनेछ। आजको यस भिडियोमा म विल पावर यानि कि इच्छा शक्तिको बारेमा चर्चा गर्न चाहन्छु। आफ्नो लक्ष्यप्रति अडिग रही जस्तोसुकै परिस्थितिमा पनि चुनौतीहरूको सामना गरी निरन्तर अगाडि बढ्ने इनर रिजल्भ र मेन्टल स्ट्रेन्थलाई विल पावर भनिन्छ। प्रगति र उन्नतिका विभिन्न महत्त्वपूर्ण आयामहरूमध्ये विल पावर पनि एक हो, जसले मान्छेलाई आफ्नो लक्ष्यबाट विचलित हुन दिन्न, जस्तोसुकै परिस्थितिमा पनि निरन्तर अगाडि बढ्नको लागि प्रेरित गर्दछ, जसले गर्दा एउटा साधारण मान्छे असाधारण व्यक्तित्वको रूपमा परिचित गराउँछ। भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय। यदि तपाईको विल पावर यानि कि इच्छा शक्ति स्ट्रङ छ भने तपाईसँग कुनै पनि बहाना हुँदैन त्यसलाई क्विट गर्ने। जब तपाईँ क्विट गर्नुहुन्न तब तपाईको उपलब्धि निश्चित छ। संसारभरिका विभिन्न मान्छेहरूले विभिन्न क्षेत्रमा इतिहास रचेका छन्। त्यसमा एउटा महत्त्वपूर्ण भूमिका विल पावरको रहेको हुन्छ। तसर्थ विल पावर एउटा यस्तो सहयात्री हो जसले तपाईलाई आफ्नो गन्तव्यसम्म डोराएर लैजान्छ। एउटा असामान्य अवस्थामा जन्मेको मान्छेले दरिलो इच्छा शक्तिकै कारण आफ्नो जीवनमा यति ठुलो प्रगति र सफलता हासिल गर्न सकिन्छ भन्ने कुरोको एउटा उदाहरणीय कथा म यहाँ प्रस्तुत गर्न चाहन्छु। नेपाली साहित्य क्षेत्रमा आफ्नो एउटा छुट्टै विशेष स्थान बनाउन सफल साहित्यकार हुन् झमक कुमारी घिमिरे। 2037 साल असाढ 21 गते धनकुटाको कचिडे गाउँमा जन्मिनुभएका झमक कुमारी घिमिरे जन्मजातै मस्तिष्क पक्षघात सेरेब्रल पल्सीका कारण उनको हात खुट्टाहरू चल्दैनथ्यो भने बोल्न पनि सक्नुहुन्नथ्यो, तर सुन्न र बुझ्न भने सक्नुहुन्थ्यो। झमक कुमारी घिमिरेको बाल्यकाल अत्यन्तै कठिन थियो, किनकि मस्तिष्क पक्षघातको कारण अरू झैँ हिँडुल गर्न र बोल्न सक्नुहुन्नथ्यो। तर पनि पढ्न र लेख्न सिक्ने उनको त्यो दरिलो इच्छा शक्तिकै कारण भाइ बहिनीहरूले पढेको देखेर र सुनेर आत्मशिक्षा हासिल गरे। उनीसँग पढ्न र लेख्नको लागि किताब र कापी कलम हुने थिएन। कहिले बुढी आउलाले भुइँमा धसारेर अक्षर लेख्न सिक्नुहुन्थ्यो भने कहिले बिहानीको शीत बटुकामा थापेर त्यसमा औँला चोबलेर ढुङ्गामा रगटेर लेख्न सिक्नुहुन्थ्यो। यसो गर्दा उनको त्यो कलिलो औँलाका छालाहरू उब्किएर रगत निस्किन्थ्यो। यद्यपि उनले पढ्न र लेख्न छोड्नु भएन। अन्ततः निरन्तर सिकाइको त्यो क्रमले खुट्टाको 3 औँलाको सहाराले लेखन कार्य गरेर विश्वको 10 प्रतिभावान साहित्यकारमा आफ्नो स्थान बनाउन सफल हुनुभयो। आफ्नो र वरिपरिका परिस्थितिहरूलाई नजरअन्दाज गरी इच्छा शक्तिलाई निरन्तर कायम राख्न सक्ने एउटा दरिलो उदाहरणीय पात्र हुन् झमक कुमारी घिमिरे। यसरी नै हामीले पनि आफ्नो इच्छा शक्तिलाई मर्न नदिई निरन्तर कायम राखी अगाडि बढिरह्यो भने सफलता एक दिन अवश्य मिल्नेछ। र अन्तमा साहित्यकार झमक कुमारी घिमिरेको जीवनी समेटिएको जीवन काँडा कि फुल भन्ने उहाँको पुस्तकलाई सबैले एकपटक
पढ्न आग्रह गर्दै आगामी दिनमा पुनः यस्तै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित हुने बाचा गर्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।